अब सक्यो। त्यसको जतिसम्म मैले पर्खिनु पर्ने थियो त्यसको नौटङ्की नाटक मैले पर्खेँ भाइ, पर्खेँ। पोलिटिक्सको कुरा होइन भाइ, मैले भन्दैछु त। तेरो के धारणा छ टिप्पणी बुदाहरू दिउँ त यो संविधान बारे के उसको एउटा किताब नै होला, मतलब छैन भाइ। त्यो किताब तैँसँग राख, तैँ पढ। तर जे देख्छु तँलाई यहाँ आएर बोलेको, इन्टरनेटमा आएर ह्यान त्यान गरेको गुइठे, कसम होला भाइ यार, कसम होला यार भाइ। उहिले के ढुङ्गा सुवा खारेले चिरपट खाइसक्नु पर्ने होइन, यस्तो बेउरा भएको छ। अनि आफै मै नियम कानुन भन्दै हिँडिरहेछ। तिमीहरूको मुखमा जहाँ यत्तिकै हक्दिरहेछ र पनि त्यत्तिकै क्या पचाइदिइरहेछ। फुक्क हटाइहाल भाइ त्यस्तो भन्दैछु त। त्यसको सोच के छ, धारणा के छ पोलिटिक्सको, साइडमा राख। तर त्यो मान्छे जे आएर यहाँ म ह्यान त्यान हुन त्यान मै कानुन भनेर अनि उसले गर्दैछ नि भाइ, होइन बोल्नु आएर यहाँ कमेडी गर कि त स्ट्रिमर हो, बस बोल पाइस। तर त्यहाँ गएर नेता जस्तो भएर अनि म कानुन म नियम, मलाई कसले के गर्छ, मै किम जोङ उन भनेर बसेर माग चिक्ने खातेको बच्चा मुजी कस्तो सहेर बसेको। अनुहार हेरेर राडीको खोप्टे अनुहार त्यो बेलचा त्यसकै अनुहारमा हानेको छ। अनुहार हेरेर राडीको राक्षस, अनुहार हेर्दा राक्षस छ, दानव खातेको बच्चा। अनि आएर मै नियम कानुन भनेर बसिरहेछ माग चिक्ने। अनि यस्तोलाई तिमीहरू मासाले आएर यस्तो नाना थरी जे भन्दै बसिरहेछ। हिजोसम्म त्यसले बोल्दै थियो नियम माथि कोही हुन्छ, नियम कानुन माथि कोही हुन्छ भनेर बोलिरहेछ। अनि आज मै नियम कानुन भन्दै बस्छ। राणीको थोपडा हेर, माग चिक्नेको थोपडा।